आइसक्यो र लाइट चाहिँ यस्तो छ अहिले अलि यतातिरबाट चाहिँ राम्रो देखियो हो कि आर्यन बाबु भन् त तैँले यो यसलाई गर्न कति टाइम लाग्छ भन् त तैँले आज तार्न अलि छ्या यसले फसाउने भयो वेलकम ब्याक टु माई न्यू पिआरओ ब्लग गाइस सन्चारमै हुनुहुन्छ होला म सन्चारमै छु र म छु अहिले ढक्क लाएर सालजन्डी बसमा र म जाँदैछु कलौनी अहिले त्यही गाइस आज चाहिँ भ्लग एडिट गरेर टाइम अलि लसै भयो त्यही हो हेर्दै गरौँ ल भ्लग चाहिँ गाइस म यहाँदेखि म जान्छु बाँसगढी आर्यन त्यही छु भन्थ्यो कि र अब आर्यन छ किन हेरौँ त्यसपछि भेटौँ ल गाइस सिधै त्यही जाऊँ नि अब ग्यारेजमा आर्यन आइसक्यो टक्क लगाएर अब ग्यारेजमा अब यसले आज कहाँ नुहाउनु लाग्छ हिजो झर्ना गर्न या आज कता हुन्छ शीतलापुर ग्यारेजमा त्यो गाइज हेर्दै गरौँ अब हामी चाहिँ टक्क यहाँ चाहिँ हामी यो शीतलापुरदेखि अब यता जान्छौँ हामी हराइन्छ आज हात्तीले फेरि लिएर आयो यहाँ आज यसले कहाँ लग्छ मलाई थाहा छैन भरि पठाएको छ यस्तो अगाडि राजाबानीको झर्ना नहुन जाने ठाउँ बाटो त मरा आउँछ अगाडि अहिले यस्तो छ बाटो होइन अहिले नहुन गएपछि कस्तो भिड हुन्छ आर्यनले भएको लास्ट भिड हुन्छ है अहिले यस्तो अनि अगाडि होइन यहाँबाट राइट टर्न लिने है त हामी गेट डाउन गर्नलाई हातमा क्यामेरा हाल्दैन कि त्यही बुलेट हो यतिकै जान्छ ल हामी आइयो अब यहाँबाट म झर्न पर्छ बाबु रोक म अगाडि जान्छु पहिला ओए साइलेन्सर त छुन् न बाबु तेरो छुन्छ न कताबाट हाल्छ यताबाट ओए आर्यन राइडरले लिएर आउँदै या बाइक हेर्नु है ओए अब सिस्ता लिएर सिस्ता अरू पाइन्छ छ ओए साइलेन्सर तातेको भएर चिसो गर्छ त ए बतार्न अलि छ्या यसले फसाउने भयो धन्न निकाल्यो हात्तीले बाइक बटार त अझ बटार त है हेर्दै यसले सिट हिँड पानी छेप्या ल अब फेरि बाटो यस्तो है गाई त्यसपछि फेरि बाटो त डेन्जरै हो नि अब सुस्ता हिँड्नु भाइ सुस्ता हिँड यसले कहाँ लग्ने भयो के अरे आज त धेरै नै भिड जस्तो है लगाइ झर्ना आएको यस्तो भिड रहेछ नि त यहाँनिर चाहिँ मान्छेहरू यत्रो भिड छ अब आर्यन र म चाहिँ अब उतातिर जाने विचार गरेँ मजारको ठाउँमालाई नुहाउनको लागि अब निस्किमै ल गाइज फाइनली अब यहाँ चाहिँ धेरै नै भिड छ त्यही भएर अब हामी चाहिँ अर्को साइड जानु लाग्यो अर्को साइड नि छ नि त नुहाउनको लागि ठाउँ त्यही भएर त्यो साइड जानु लाग्यो यो चाहिँ बाइक यहीँ राखेको छ हेलमेट मलाई भेराइदियो आफूमा सानमा हिँड्यो हात्ती त हो हात्ती हेर त त्यहाँ कस्तो गर्दै हिँड्यो बाइक यहीँ राख्यो अहिले अब हामी निस्क्यौँ यहाँबाट हामी चल्दै गयो ल गाइज गाह्रो छ नि त उतातिर चाहिँ भिड छैन यस्तो दामी हो नि यो साइड भिडियो गर्नको लागि है ठाउँ चाहिँ बवाल हो कि तर नुहाउनको लागि चाहिँ
तर यहाँ चाहिँ बढी नै फोहोर भयो क्या बियरहरू खाने हो तर व्यवस्थित तरिका राख्दिनन् क्या यहाँ चाहिँ जङ्गल हो जे गरिनुहुन्छ भन्ने छ मैले योभन्दा अगाडि नै एकचोटि भिडियो बनाएको थिएँ त्यसपछि म आएको छैन खासै मेरो काम बाहिर परेर त्यही भएर हो गाइज छन् त्यहाँ कोही ल यहाँ त सही हो गाइज ए ल ठिक छ त्यसो भए त भयो आज आएर मेरो पार्टी हुने भयो ओए दामी भएछ त यहाँ त होइन लुक एट दिस गाइज ओ बादर आर्यनको साथी आर्यन अब यता यता ड्राइभर यता ल गाइस फाइनली अब आएर चाहिँ गइसक्यो अब मेरो पार्टी यहाँ रुक्न म जान्छु क्या छु कस्तो चिसो हो त्यो लास्ट चिज फाइनली कस्तो अब पानी बहुत चिसो पानी छ हट्टा आइम अन्डर यहाँ सफा नि छ कि लास्ट चिसो हो गाइस पानी लुक एट दिस यत्रो हिप्पोपोटामससँग पौडी खेल्न आएपछि यस्तो भएन नि के हुन्छ गाइस हेर्नुहोस् त कसो गरेर यस्तोलाई के भन्ने के अब के भन्न सकिन्छ हाम्रो केही भन्न सकिन्न तर यहाँले चाहिँ पुरै बियर फुटाल्नु गयो त्यही भएर अलिक सेफ तरिकाले खेल्नुपर्छ हामी चाहिँ टक्क चप्पल लगाएर यसरी मजाले होइन आर्यन चप्पल लगाएर खेल्नुपर्छ क्या नत्र चाहिँ खुट्टा काट्छ केही भन्न छ तँलाई जाडो भयो भन्न जाडो भयो होइन त घरबाट कति बजी निस्केकोस् भन् त 11:30 अहिले कति बज्यो मलाई के अहिले 3 बज्न लागिसक्यो लगाएछ नुहाएर हामी फर्किसकेको छौँ जस रमाइलो पाइन्छ मिठो तरिकाको चिसो रहेछ यता चाहिँ यस्तो छ जङ्गल चाहिँ अब यहाँदेखि हामी फर्किँदै तर यहाँ पनि सही छ नि राम्रो हो त नि आर्यन बाबु बाइक त निकाल्न सक्छस् नि अहिले यसले अब एकछिन फेरि बाइक नचाउँछ अब एकछिन अहिले त बाइक तातेर नि हो कि ल ल हिँड्दा बाबु यहीँबाट यत्रो खाल्टो खन्छ अहिले मैले एकछिन लिएर आउँदाखेरि मैले यताबाट ल्याएको मेरो हो यहाँनिर एडजस्ट ठोकेको थियो यसले फेरि यताबाट ल्याउँछ क्या अब ल आइज यहाँ छुन्छ के यत्रो एडजस्ट हुन्छ क्या लक्ष्य सक्छस् ल हेलमेट लाउनुहोस् यो डन हो क्या यो फेरि सालजन्डीको डिओजी हो त्यही भएर यसले खासै यसलाई हेलमेटै लाउनु पर्दैन क्या यस्तो बाटो हाल्यो क्या अब
जेउस रमाइलो भन्छ बट्टार खान्छ बट्टार यसले मार्छ जङ्गलमा ल अहिले हामी ट्याक्क रोडमा आइसकेको छौँ ल हिँड बाबु हिँड ल ल फाइनली अब यहाँ हामी मिलनको घर आएको मिलनको घरले अहिले यत्रो मिलनकोमा बिजनेस नयाँ बिजनेस मिलनको दमादम हेर त्यस्तो ल हिँड बाबु हिँड मिलन यता हेर त यो तामाङनीलाई चाहिँ चिन्नु भएर सबैले यता हेर त बाबु यता हेर्न यता हेर यस्तो यसको सब यसको बिजनेस ओ ड्राइगन फ्रुट तर यो भात्न पर्छ नि थाहा किन यहाँबाट यहाँबाट भात्ने हो कि तर यो अहिले भात्ने होइन अनार खाम न त खै अलि राम्रो राम्रो टिप्न यो हो त होइन अलि राम्रो योभन्दा ठुलो योभन्दा ठुलोवाला अनार खा भन्ने हो कि अहिले हामीलाई अनार शुद्ध हो ए यो त अलि राम्रो टिप हेर्न त्यहाँ हेर्न खै चेक गरौँ नटिप के तर पाके छैन यहाँ त खै उ त भित्र पाके जस्तो हेर त ए उहाँ रहेछ त आर्यन हामफाल त जा अगाडिबाट खोस्टा पछाडि त बारी रहनु अरु के छ नि मकै लाग्ने हो र लग्छौ मकै लाग्छ यसको अब यसको अरे यसको दुईटा तीनटा पहिला फोकेर हेर नोक्सान नगरके फोकेर हेर ला त फोक काक्रा मुला खा भनि देऊ हाम्रो कुकुरले खान्छ यसको डाइलग सुन्यो काक्रा मुला अनि कसम भेजिटेरियन हो मेरो कुकुर भेजिटेरियन हो त यादव त नटिपे काचो हो मा कसम बेलौटी हो यो रातो भयो हेर्न हैन त्यत्रो यस्तो दामी यार तर यसलाई चाहिँ भोलि आउँदा खान पर्छ स्विमिङ पुल पनि छ यही ओए के अरे आर्यन फेरि भन्दै थियो माछा पाल्ने माछा पाल्छौँ अहिले पाले हैन फेरि हाल्छौँ के ओए हेर त यो त हामी त हिन्दी मात्र यो त रिच किट रहेछ त रिच किट चाहिँ ताल मिलनको घर टुरी यता खेत मकै हेमपाइप यही हो औ मिलनले मलाई आप टिपिदिन्छ अब यसको अर्को अनार चाहिँ खाइसक्यो छिटो टिप्दा एउटा यस्तो अब साथी घर आएर पनि यतिको आँप टिप्न पनि लास्टै कन्जुसी गर्छ कि यो भैँसी ओ त चोप त्यस्तो नगर्न चोप तल फाल पहिला रगत यस्तो हो यार यो मान्छे यार हेर त यहाँ स्विमिङ पुल यहाँ टक्क पानी भरेर न ओए यसले त सब गर्ने रहेछ कि यहाँ त बाहिरको त्यो भन्न यसले त विचित्रै गर्ने रहेछ त सब यहीँ फलाउने रहेछ बाहिर खान्न पनि भन्छ अझै आफै ठिक्क लाग्यो मलाई ओहो दुईटा 3 4 5 6वटा है 20 लाख जति त हो यही 20 लाख यही हो हाँसको बच्चा सब हो क्या यहाँ के हो बाख्रा है बाख्रा नि बक्कै हो यहाँ बाख्रा छ कि बाख्रा खोरो बाख्रा यहाँभित्र एउटा दुईटा सब है यससँग दुईटा हो न सल्लाह गरेर बसौँ तैँले हाँस दिन्नस् भनेपछि हाँस दिन्नस् अर्को बच्चा निकालेर सुलेर गएछ गाइज फाइनली अहिले चाहिँ हामी ग्यारेजतिर एउटा रातो लाइट चाहियो अरू फेरि हारहरूलाई मुनिबाट बाल्नको लागि बाइकको कलर सेम त्यही भएर रातो कलर लिन आयौँ हामी चाहिँ रातो कलरको लाइट सानो त्यसपछि हामी निस्किन्छौँ म घर जान्छु त्यसपछि आजको मेरो भ्लग चाहिँ यति नै हुन्छ ख्यारले त योवाला लाइट हाल्नु पऱ्यो कि अब तल इन्जिन गार्डमा ट्याक्क यस्तरी लगाइदिएपछि तल मिठो बोल्छ बत्ती चाहिँ त्यो अहिले चाहिँ हामी ट्याक्क यो ग्यारेजमा अब यहाँ निस्किन्छौँ हामी यो लिएर कारो खाइस ल अहिले चाहिँ हामी ग्यारेजमा आर्यनले यहाँ टाउको निकालेर बस्यो लाइट फिट भयो यहाँ त आज रातभरि बाल्ने हो आज यसले घर गएर होइन त गल्लीमा गएर राख्दा पनि यसले बालेको घर छ क्या अहिले चापी अनि छोडिदिन्छ होइन रातभरि
आज रातभरि बाँच्छु टाउको निस्किसक्यो यहाँ हामी तार पनि फिट भइसक्यो अब दामी पारामा रेडी गराउनु पर्छ यहाँ ल गाइस अहिले चाहिँ हामी टक्क लगाएर फेरि अझै एउटा एक्स्ट्रा जोड्ने भनेर हिँडेको तर अझै अर्को पसलदेखि लगेको 3 चोटि साट्न आइयो 3 चोटिको पाइले भएन पैसा फिर्ता गरेर फेरि अर्को ठाउँबाट अर्को गोलोवाला पाइएन अब लामोवाला लगेर ट्याक्क फिटिङ गर्ने हो अनि लिएर जाने हो कसले पुरै हो सिस्टम यहाँ सिस्टम कहाँ गयो त त्यो लगाइज फाइनली दिउँसभरिको काम पछि भ्याइसक्यो र लाइट चाहिँ यस्तो छ अहिले अलि यतातिरबाट चाहिँ राम्रो देख्यो हो कि नारायण बाबु भन् त तैँले यसलाई कति टाइम लाग्छ भन् त तैँले आज 2 घन्टा धेरै लाग्छ बाबु आज 3 चोटि त्यसले पसल ओर्दर गरायो त्यसपछि कता कता लग्यो बल्ल अलि यति भयो लुक्स त्यही गाइज थ्याङ्क यू फर वाचिङ दिस भिडियो टेक केयर अब सिधै नेक्स्ट भ्लगमा भेट्नुपर्छ भोलि चाहिँ हामी फेरि नयाँ हुन्छ भोलि चाहिँ त्यही हो ल बाई बाई आर्यन ल बाई